ल गाइस हाम्रो चाहिँ केक सेक्सन यहाँ छ है। आज चाहिँ हाम्रो शङ्कर दाइले यहाँ केक बनाउँदैछ, तपाईँहरूलाई म देखाउँदैछु है। न्यू केक बनाउँदैछ, फेस क्रिम होइन है, चिज क्रिम हो। अहिले चिज क्रिम हाल्यो एउटा फ्लेपमा। अब यहाँ 3टा छ जम्मा टोटली हो। त्यसमाथि पनि फेरि लाउने छ अब चिज क्रिम। अन्त हाम्रो यहाँनिर चाहिँ तपाईँको कप केकहरू चाहिँ यस्तो हुन्छ। यो सब रेड वेलभेट कप केकहरू स्मल हो। अन्त यो तलको चाहिँ ठुलो बिग हो। अन्त अरूहरू पनि बनिन्छ यहाँ। जस्तै यहाँ हेजलनटहरूको छ यहाँ। सबै यहाँ अहिले फिल हुन्छ यो चक्लेटहरू। यो चाहिँ तपाईँको पाइनएप्पल एप्पल पाइन केक हो। यहाँ चाहिँ अब तपाईँहरूलाई केक देखाउँदैछु है। केकको काम चलिरहेछ। ये जो केक बन रहा है कौन सा केक है ये? कैरोट केक, कैरोट चीज केक। यहाँ चाहिँ गाइस कैरोट चिज केक बनिँदैछ। अब चाहिँ हेर्नुहोस् है, मजाले क्या। यहाँ ब्राउनीहरू रेडी भएर बसेको छ। फर्स्ट ब्राउनी, वालनट ब्राउनी, दुईवटै ब्राउनीहरू चाहिँ रेडी भइसकेको छ। सबै यही बनिन्छ। फर्स्ट क्लास तपाईँहरूलाई देखाउनेछु है, मजाले हेर्नुहोस्। कितना लगे? 10 मिनट लगेगा बनने में? लग जाएगा ना, फिनिशिंग देने में टाइम लगेगा नहीं? हम चाहिँ मजाले तपाईँले चिज क्रिम यहाँ मजाले लागिँदैछ। अन्त भने यहाँ भित्र पनि छ कतिवटा चिजहरू रेडी भइसकेको छ गाइस। सबै चिज क्रिमहरू है यहाँ सबै रेडी भइसकेको छ। यहाँ तपाईँको बेल्जियम चोको केक हो। सबै पिसेसहरू काटिन्छ यसरी। बेल्जियम चोको, यो बेल्जियम क्लासिक है। यो चाहिँ तपाईँको रेड वेलभेट। विशेष गरी चाहिँ यही चल्छ यहाँनिर कप केक्सहरूमा। सबै यहाँ चिज क्रिमहरू, चिज केकहरू रेडी भइसकेको छ है। हाम्रो यहाँ केक सेक्सनको सेफहरू चाहिँ यहाँ छ है। हाम्रो यहाँ सिनियर सेफ चाहिँ उहाँ हो शङ्कर दा। अब उसको हातबाट चाहिँ डिजाइन बनिँदैछ। हेर्दा त नेपाली रहेछ तर नेपाली होइन हो, आसामको बोरो हो। बोरो र बोरो दाईको हातबाट चाहिँ अब कमालको हेरौँ कतिको हुन्छ है। तपाईँहरूले यो भिडियो हेरेर घरमा पनि मजाले बनाउन सक्छ अगर आफ्नोमा आइटमहरू छ भने, सामानहरू छ भने। यहाँ चाहिँ अब सबै कुरो एभाइलेबल छ। सबै मसिनहरू छ, चिज क्रिम बनिने मसिनहरूदेखि लिएर सबै मिक्सर मसिनहरू एभ्रिथिङ छ। यहाँ चाहिँ पुरै केक सेक्सनै हो नि त। 3टा फ्रिज छ है। जति पनि यहाँ डेजर्टहरू सबै यहीँ बनिन्छ। अन्त अहिले चाहिँ यहाँ क्यारोट चिज केक बनिनु गइरहेको छ गाइस। राम्रोसँगले हेर्नुहोस्। र अब एकछिन त्यसलाई फ्रिजमा हालेको छ। देन त्यसपछि हुन्छ फाइनली यहाँ चाहिँ अब केकको डिजाइनको लागि चाहिँ कलरहरू है। कैरोटको लागि डिजाइन, क्यारेटको लिए है। क्यारेट केकको डिजाइनको लागि चाहिँ यहाँ हल्का कलर हालेर चाहिँ अब चिज क्रिमसँग चाहिँ हल्का खेलाउँदैछ। कलर आउँदैछ है गाइस, हेर्नुहोस् तपाईँहरू। अब यो क्रिम चाहिँ
तपाईँको यहाँ पेपरमा हाल्दैछ पेपरबाट चाहिँ हल्का डिजाइनहरू दिने चाहिन्छ यहाँ हाम्रो सेफले चाहिँ के गर्दैछ त्योहरू चाहिँ तपाईँहरूले देखाउँदैछ राम्रोसँगले हेर्दै गर्नुहोस् है गाइस अब यहाँ फेरि अर्को कलर कितना कलर लगा था 2 कलर तो ग्रीन है ना नेक्स्ट कलर ग्रीन कलर ग्रीन कलर पनि रेडी भयो ये बाहर से बन गया था यही बनता है ये एप्पल पाई भी आपने बनाया लगेगा इसे चाहिँ एप्पल पाई है यो चाहिँ सबै बाहिरबाट आउँछ यो चाहिँ बाहर से आता ना इसमें फिलअप गर्नु पर्दैन यो चाहिँ तपाईँको यो जुन चाहिँ खाली खाली छ यो सबै बाहिरबाट आउँछ अन्त यसरी यहाँ फिलअप गर्छ यो चाहिँ टार्टहरू सबै यो सब चकलेट टाट हो यो हेजलनट टाटहरू भ्यानिला टाटहरू सबै 20 प्याकेटमा आउँछ है अन्त अब चाहिँ यहाँ हाम्रो शङ्कर दाइले अब भित्रबाट निकाल्दैछ अघि फ्रिजमा राखेको केकलाई चाहिँ अब यहाँ चाहिँ डिजाइन दिने छ पहिला कटिङ हुन्छ है सबै स्लाइस हुन्छ पिसेसमा कितना स्लाइस छ 8 स्लाइस फिनिशिंग तक रखना है और ऐसे दिखा Gop, gop, gop.